मर्निङ डिएक्सन। आज मेरो हातमा छ एउटा सिसाको बोतल। तपाईँहरू नझुकिनुहोला, यो सिसाको बोतल रक्सी होइन। यो चाहिँ एउटा मोरेन्जी नाम गरेको जुस हो। यो चाहिँ एउटा डिएक्सन कम्पनीद्वारा उत्पादन गरिएको जुस हो है। यो हामीलाई 1 महिनासम्म खान पुग्छ होला सायद। मैले हिजो भर्खर लिएको, टक्क थोरै खाने। अनि यसले चाहिँ हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ नि त। म चाहिँ अब बाहिर छु खासमा होइन, आउट अफ नेपाल। त्यही भएर बिरामी भइराख्ने कि धेरै बिरामी भइराख्ने। त्यही भएर अहिले चाहिँ म डिएक्सनको प्रडक्टहरू युज गर्न थालेको छु है। किनकि अब धेरै बिरामीहरू भइराख्ने। हस्पिटल त कति गयो है, दबाई कति खायो। अब हस्पिटलको कुरै छोडिदिउँ, किडनी ड्यामेज होला भन्ने डर भइसक्यो। त्यही भएर मैले चाहिँ अब औषधिहरू धेरै नखाने, बरु यताको प्रडक्टहरू चाहिँ अब हेरौँ भनेर चाहिँ सुरु गरेको। जस मलाई राम्रै भइरहेछ, फाइदै भइरहेछ शरीरलाई। अहिले चाहिँ म हेल्थी नै छु, जस तन्दुरुस्तै छु अहिले चाहिँ। जस मलाई फिट एन्ड फाइन नै छ भन्नुपर्छ। यो एउटा पाउडर, सुपरिलिना पाउडर हो यो चाहिँ है। मैले मेरो हेल्थको लागि भनेर हिजो मात्रै लिएर आएको यो चाहिँ। अनि मसँग छ ब्ल्याक कफी है। यो चाहिँ ब्ल्याक टी नै कफी। मैले चाहिँ यो कफी पिउने गरेको छु, किनकि बजारमा पाउने कफीहरूबाट सुगर, किडनीहरूतिर धेरै असर गर्छ नि त। सुगरको मात्रा बढी हुन्छ अनि त्योबाट हामीलाई धेरै असर गर्छ। यो भनेको चाहिँ अर्ग्यानिक हो, त्यही माथि च्याउबाट बनेको। त्यस कारणले गर्दाखेरि अर्ग्यानिक च्याउ मिसिएको प्रोडक्ट हो यो कफी, ब्ल्याक कफी है। यो चाहिँ मैले चाहिँ यो खाने गरेको छु। अब सपहरू छ नुहाउनलाई, स्किन फेस वास गर्नलाई। यो चाहिँ एलोभेरा नेचुरल क्रिम हो होइन। यो चाहिँ मैले यसले मुखहरू धोइसकेपछि चाहिँ यो लाउने गर्छु। मेरो फेस पनि धेरै बिग्रेको भएर यस्तो युज गर्ने गर्छु कि म चाहिँ खासमा। तपाईँहरूलाई केही यो कुराहरूको विषयमा केही कुराहरू सोधपुछ गर्न मन छ, अथवा तपाईँहरूलाई पनि यो विषयमा चाहिँ जानकारी लिन चाहनुहुन्छ भने तपाईँहरूले चाहिँ मलाई इनबक्समा SMS गर्नुहोला भन्न चाहन्छु। किनकि डिएक्सनको प्रडक्ट हामीले बाहिर जेपिडी खाएर हिँड्छ, कति हजारको त रक्सी खान्छ होला 2-4 महिनामा। यहाँको 1000 भनौँ न, बाहिरको त्यो रक्सी खाने पैसा यताउता यत्तिकै हावामा घुमेर गर्ने खर्च, हुने नहुने किनेर गर्ने खर्चहरू चाहिँ यो हेल्थी हुने, आफू हेल्थी एन्ड ह्याप्पी लाइफ हुने प्रोडक्टहरू चाहिँ युज गर्नुहोस्। तपाईँको स्वास्थ्यको लागि आफू नै छैन भने यो दुनियाँमा केही छैन क्या। त्यही भएर एकचोटि सोच्नुहोस्, एकचोटि प्रयोग गरेर हेर्नुहोस् होइन। जबरजस्ती होइन। मलाई चाहिँ यस्तो, म नि त्यस्तै सोच्थेँ, डिएक्सन भने के हो र, यस्तो उस्तो त्यस्तो सोच्थेँ। तर जब म धेरै बिरामी भइराख्ने अनि अब त्यस्तोहरू भएपछि चाहिँ अब फेस पनि धेरै प्रब्लम, फेसमा होइन घाउहरू धेरै प्रब्लम भइरहेको कारण मैले सुरुमा स्टार्टिङ चाहिँ यो सपबाट गरेको क्या। यो सपबाट गरेको। अब अहिले युज गर्दैछु। जस मलाई हल्का कस्तो भने परिवर्तन के
पहिलाभन्दा धेरै मेरो शरीरलाई चाहिँ धेरै फाइदा गरेको जस्तो महसुस भएको छ। त्यही कारणले गर्दाखेरि नि मैले यो सामानहरू यो प्रडक्टहरू मैले युज गर्नका लागि लिएको छु अथवा मैले युज गरिरहेको छु कन्टिन्युली। यो अब 1-2 दिन युज गरेर हुने कुरा नि होइन नि त, जे कुरा नि कन्टिन्युली यो गर्नु पर्यो। अब यसको बारेमा बुझ्नको लागि चाहिँ हामीले गुगल, टिकटक अनि जता पनि युट्युबतिर पनि सर्च गरेर होइन डिएक्सनको बारेमा जानकारी लिन सकिन्छ। कहाँ उत्पादन हुन्छ, यो कसरी उत्पादन हुन्छ, कसले उत्पादन गरेको, कुन कम्पनीले अनि कुन देशमा भन्ने कुराहरू सबै डिटेलमा चाहिँ है हामीले युट्युबमा टिकटकमा जहाँ पनि वेबसाइटतिर जहाँ पनि खोजेर चाहिँ हेर्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ है। भन्न चाहन्छु म चाहिँ है अहिले त्यही हो। अब सुरुमा विश्वास लाग्दैन कुनै कुराहरू, आफूले प्रयोग गर्नुहोस् र आफूलाई केही कुराहरूको समस्या छ भने पहिला त्यो कुरा समस्या के हो त्यो पत्ता लगाउनुहोस् अनि के गर्दा चाहिँ ठिक हुन्छ आफैले बुझ्ने कुरा हो नि त। मैले त अब मेरो समस्या चाहिँ यताबाट चाहिँ मेरो समस्याको समाधान हुने भयो जस्तो फिल भयो अनि त्यहाँपछि मात्रै मैले विश्वास गरेको के। पहिला मलाई पनि यो विश्वास लाग्थेन मलाई पनि पहिला, तर अहिले चाहिँ मलाई जो विश्वास लाग्छ त्यही भएर मैले प्रयोग गरिरहेको छु अनि हेल्दी पनि भएको छ। पहिलाभन्दा धेरै डिफ्रेन्ट मेरो शरीरमा चाहिँ धेरै परिवर्तनहरू आएको छ, त्यही हो गाइज।